साथीहरू नमस्कार। यो सन्ध्याकालीन सम्बोधनमा यहाँहरूलाई म स्वागत गर्छु। साथीहरू, यो राजनीतिक परिदृश्य यति चाटकीय नाटकीय ढङ्गले चाहिँ देखिरहेको छ कि वास्तवमा यो धेरै कुराहरू चेन्ज भइरहेको छ। मैले तपाईँलाई पहिला पनि भनिरहेको थिएँ, म जुन उद्देश्यका साथ नेपालमै बस्ने गरी, नेपालमा नेपाल नै हो, नेपालमै बस्छु, तर पनि म बाहिर बढी फोकस गरिरहेको थिएँ। नेपाल फर्केर नेपालमा केही गरौँ भनेर म अलि बढी फोकस गरिरहँदाखेरि के थियो भनेदेखि त्यसमा अलिकति मैले लिएका आधार भनौँ, नेपालमा अलिकति पोलिटिकल कोर्स करेक्सन, कतिपय डेभलपमेन्ट एजेन्डाहरूलाई फोकस गर्नुपर्ने, अलिकति एआई बेस अथवा चाहिँ ब्लकचेन सिस्टमहरू इन्ट्रोड्युस गर्नुपर्ने, गभर्नेन्स सिस्टमलाई इन्हान्स गर्नुपर्ने, ट्रान्सपरेन्सीलाई बढाउनु पर्ने र ग्लोबल इमेज बढाउनु पर्ने, यो कुराहरूलाई चाहिँ मैले एडभोकेसीको रूपमा लिन्छु र म त्यसको लागि चाहिँ एउटा पिलर बनेर उभिन्छु भनेर मैले जुन सोचिरहेको थिएँ। त्यसमा अलिकति अहिले अब बजारमा यस्तै हेर्नुहोस्, अब मुख्य कुरा चाहिँ के हो भने घरकै बुवाले पनि अब 90 वर्ष पुग्न लागिसके, छोरा नातिलाई डिसिजन गर्न दिएन भने छोरा बुहारी भिन्न भएर हिँड्छन्। यो स्वाभाविक प्रक्रिया हो। अहिले गगन थापाको, गगन विश्वप्रकाशको जुन विद्रोह छ, यो विद्रोह वास्तवमै शेरबहादुर देउवाको लागि चाहिँ मलाई लाग्छ एउटा यस्तो झापड हो कि जुन झापड पछारिने गरी लागेको छ। निर्वाचन आयोगले एउटा फोरगोइङ डिसिजन गरेको छ। त्यो वैधानिक थियो थिएन, शेरबहादुर देउवा पक्षको पनि आफ्ना कुराहरू थिए, तर त्योभन्दा पनि के दिएको छ भनेदेखि निर्वाचन आयोगले फोरगोइङ भनेको चाहिँ अब अगाडि जान खोज्ने नयाँ पुस्तालाई नै अगाडि बढाउने हिसाबले उसले चाहिँ निर्णय दिएको छ। सपोज अहिले गगन विश्वप्रकाशलाई चाहिँ वैधानिकता नदिएर शेरबहादुर देउवा भनौँ न संस्थापन पक्षलाई चाहिँ वैधानिकता दिएको भए अहिले के हुन्थ्यो होला त भन्दाखेरि त्यसले पक्कै पनि एक खालको अझ युवाहरूको आक्रोश, त्यसले आन्दोलन गरे भएदेखि झनै ठुलो डिस्टर्बान्स हुन्थ्यो भनेदेखि यो बुढाहरूमा आन्दोलन गर्ने दम छैन भन्ने हिसाबले पनि होला त्यो निर्वाचन आयोगले अलिकति त्यस्तै हिसाबले डिसिजन गरिदिएको छ। तर एक हिसाबले भन्ने हो भने फोरगोइङ हुनुपर्छ। हामी जहिले पनि के भन्छौँ भने यो रेट्रोस्पेक्टिभ डिसिजन भन्दा पनि एउटा प्रोस्पेक्टिभ डिसिजनमा जानुपर्छ भन्ने कुरा चाहिँ अहिले निर्वाचन आयोगले देखाएको छ। अब यसले चाहिँ एउटा के हुन्छ भने चुनावी सरगर्मी बढ्ने र अर्को कुरा चाहिँ देउवा पक्षले आन्दोलन गरिदियो भने चुनावी पोस्टपोन हुने अथवा क्यान्सल हुने त्यस्ता सम्भावनाहरू बढेका छन्। यो दुईटा लडाईँको बीचमा हामीले गर्न खोजेको अहिले के छ भनेदेखि अब नेपालको राजनीतिमा एउटा नयाँ दिशाङ्कन हुँदैछ। यो दिशाङ्कन भने के हो भनेदेखि अब सम्भावना गगन थापा र कुलमान घिसिङ उहाँहरू दुईजनाको मर्ज सम्भावना छ यदि काङ्ग्रेस छुट्टै भएर गयो भने, अथवा गगन नै संस्थापन पक्ष अब वैधानिकता पाइसकेको अवस्थामा यदि अदालत गएनन् र यसैलाई माने र नेगोसिएसनमा बसिरहेको भन्ने कुरा छ। यो नेगोसिएसनबाटै अब यसलाई टुङ्ग्याउनतिर लाग्यो भनेदेखि अब नेपाली काङ्ग्रेसको रक्त सञ्चार अब नयाँ हिसाबले गएको छ। पार्टी अलिक पुनर्ताजगीकरण भएको छ। अहिलेको अब शेरबहादुर देउवा पक्षहरू मिलेर आयो भने सबभन्दा घाटा यसले एमालेलाई गर्नेछ र रासपाको महत्वाकांक्षालाई पनि नियन्त्रणमा ल्याउनेछ। रासपाको एउटा हुन त ब्राह्मको रासपाले त्यति ल्याउने अवस्था चाहिँ छैन। चुनावी माहौल, चुनावको बेला कहाँ के कस्तो हुन्छ त्यो रासपाले त्यति महसुस गरिसकेको छैन, किनभने सबै युट्युबरहरूले नै चलाइदिन्छन्, सत्ता चलाइन्छन्, रासपा चलाइन्छन् भनेर सोचिरहेको हो भने त्यो एउटा पाटो हो। नत्र भने मिडिया साइडबाट रासपालाई सपोर्ट छैन। अब त हुन त फेरि एउटा 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 हामीले कमेन्ट गर्नै पर्ने चाहिँ के छ भने अरू मिडिया जगतमा चाहिँ एउटा मिडियाले अर्को मिडियाको मान्छेलाई चाहिँ भुस्या कुकुरले बोके जस्तो क्या, नन नेसेसरी कुनै कामै छैन, केही पनि छैन, त्यत्तिकै एट्याक गर्ने अथवा त्यो इग्नोर गर्ने, यो हाम्रो ट्रेन्ड छ। म तपाईँलाई एउटा कन्टेक्स्ट बताउँछु। हामीले स्टार्टअप वर्ल्ड कप हामीले अर्गनाइज गऱ्यौँ। स्टार्टअप वर्ल्ड कप अर्गनाइज गरिसकेपछि हामीले रिलिज दिइसकेपछि अब स्टार्टअप वर्ल्ड कपको एकजना नेपाली छानिएर सिलिकन भ्याली जाँदै थिए। एकजना टेलिभिजनको मेरो साथी नै कल गर्नुभयो, ओहो सर तपाईँले यत्रो प्रोग्राम अर्गनाइज गर्नुभएको छ, नेपालीलाई उहाँ सिलिकन भ्याली पठाउने काम गर्नुभएको छ, हामीलाई खबरै गर्नु भएन, यो गर्नु भएन भनेर। होइन, हामीले मेल त पठाएको थियौँ, तपाईँले हेर्नु भएन कि भने मैले कुरा गरिसकेपछि ल हजुरले चाहिँ हाम्रो इन्टरभ्यू दिनु पऱ्यो, यताउता कुरा गर्नुभयो। गरिसकेपछि मैले अब त्यहाँ कुरा भइसकेपछि नाउँ के हजुरको, अरे म शम्भु पोखरेल। ए शम्भुजी भने त्यसपछि फोन राख्यो। त्यो अरू कुनै कारण थिएन, गरेको काम सानो ठुलो के कसो भनेको उसले अहो भनेको वाह भन्ने नै काम थियो। तर के भने अर्को मिडियाको मान्छे भन्ने भइसकेपछि के हो त, अब उसको चाहिँ एक खालको जेलसी पनि कस्तो भने त्यो सौता जेलसी क्या,
त्यो जेलसी देखिन्थ्यो। त्यस कारणले यो मिडिया जगतमा त्यो छ। बालेन संयोगले उनको मिडिया रहन्छ र ऊ बचे। बालेनको कुनै मिडिया हुन्थ्यो भने अरू सबले खेद्थे। यो हामी कहाँ टेन्डेन्सी छ। अन्त यो पत्रकारितामा व्यावसायिक भन्नाले व्यवसाय गर्ने क्या, व्यावसायिक चिज छ। अब धार्मिक छैन। धार्मिक भन्नाले जे गर्नुपर्ने हामीले अब व्यावसायिक भन्दा दुईटा अर्थ लाग्छ होइन, कमर्सियल व्यावसायिक क्या। त्यो भावनाले मिडियामा अलिकति त्यो खालको नेचर छैन। अब म कहाँ जोड्दैछु भने रासोपालाई अब अहिले ठुलो धक्का लाग्नेछ, किनभने गगन थापाको राइज र कुलमान घिसिङको बहिर्गमनपछि रासोपालाई अब सबभन्दा ठुलो धक्का लाग्नेछ। अब काङ्ग्रेस एक भएर गयो भने अब गगनको नेतृत्वको काङ्ग्रेसले ठुलै प्रभावकारी कदम चाल्नेछ, किनभने काङ्ग्रेसी जन जो लामो समयदेखि कुण्ठा हुँदाहुँदै पनि भोट हाल्न बाध्य थिए, अब काङ्ग्रेस भएर हँसिया हथौडामा भोट हाल्न बाध्य थिए। ती मान्छेहरूलाई गगनले भनेको कुरा उसले व्यवहारमा उतारे भनेदेखि बरु हामी हार्नेछौँ, रुख बाहेक अन्त भोट हाल्न लाउने छैनौँ भनेर जुन गगनले भनेका थिए, सायद त्यो कुरालाई उनले फलो गरे भनेदेखि अब काङ्ग्रेस पुनर्ताजगीकरणमा गएको छ। र अब नाउँ के पार्टी नाउँ मैले बिर्सिसकेँ, माओवादी भनेर हामी चिन्छौँ। त्यो पार्टी अब न माओवाद रह्यो न कुनै पार्टीको जुन एजेन्डा रह्यो, त्यो केही पनि बाँकी नरहेको हुनाले त्यो अब बिस्तारै स्खलित भएर जानेछ। त्यसले कुनै सेप लिन्छ भन्ने मलाई लाग्दैन। प्रोभाइडेड यस्तै विद्रोह सिद्रोह डाङडुङ विध्वंस गर्न चाहिँ अझै पनि त्यो क्षमता प्रचण्डले राख्छन्। अब एमाले कार्यकर्ताहरू सङ्गठित हुँदाहुँदै पनि अब क्षयीकरणतिर गइरहेको छ। यसको कारण के हो भने केपी ओलीले एउटा कुरा बुझेनन्। त्यो कुरा के थियो भने डेमोक्रेसीमा तपाईँले राइट गर्नु या रङ गर्नुभयो भन्दा पनि तपाईँको एक्सेप्टेबिलिटी चाहिँ मोर इम्पोर्टेन्ट हुन्छ। यहाँ के छ भने मैले पटक पटक आवाज उठाएँ, केपी ओलीले गरेका धेरै कुराहरू राम्रा थिए, तर जनतामा यति वितृष्णा पैदा भइसकेको थियो कि उहाँको एक्सप्रेसन गर्ने क्वालिटी यस्तो धेरै थियो कि उहाँले 5 रुपियाँ दिनुभयो भने तपाईँलाई म यस्तो सम्पत्ति दिनेछु कि तपाईँ अगाउनु हुनेछ भनेर एउटा पाउरो खुवाउने खालको कुरा गर्ने। त्यो मतलब एक्जागरेटेड बोलीले एकचोटिलाई चुनाव जित्ला काम लाग्छ। तपाईँले सधैँभरि त्यसै एक्जागरेट गर्नु भने तपाईँलाई त्यसले साथ दिँदैन नि, होइन? एउटा भनाइ छ क्या, यु क्यान फुल वान पिपुल अल द टाइम, यु क्यान फुल अल पिपुल वान टाइम, बट यु क्यानट फुल अल द पिपुल अल द टाइम। यो केपी ओलीले यो कुरा बुझेनन्। यो कुरा बुझ्थे भने पक्कै पनि संयम भएर ल मैले गर्न धेरै खोजेको हो, मैले गर्न खोजेको कुरा मेरो म पछिको यो पुस्ताले उहाँ नेताले गर्नुहुनेछ, म गार्जियन भएर उहाँहरूलाई अगाडि बढाउँछु भनिदिएको भएदेखि अहिले बजारमा दुनियाँ स्क्यान्डलका बादशाहहरू राइज हुने थिएनन् र उहाँहरूले नै भन्ने गरेको कोठे अथवा लुसिफरहरू राइज हुने थिएनन्। उहाँहरूले आफू सुध्रिएको भएदेखि यो चिज आउने थिएन। त्यसै गरी शेरबहादेव अस्ति त्यत्रो लत्ता मुड्की खाएको मान्छे अहिले इन्डियामा लाइन लागेर चाहिँ 10 दिन बसेर भेट नपाएर फर्केका छन्। हेर्नुहोस् शेरबहादेवका प्रतिनिधि र पत्नीनिधि दुइटै। अब हेर्नुहोस् यो अवस्थामा चाहिँ पक्कै पनि छिमेकीहरूले पनि के बुझ्छन् भनेदेखि तिमीसँगको नाता सम्बन्ध छैन क्या, छिमेकीहरूको त स्वार्थ सम्बन्ध छ। नाता सम्बन्धको कुरा होइन, यहाँ स्वार्थ सम्बन्ध भनेको के हो भने उनीहरूको आफ्नो इन्ट्रेस्ट कसले फुलफिल गर्छ। दुईटा घोडा छन्, एउटा लुते छ, अर्को चाहिँ एकदम चाहिँ कुद्न सक्ने छ भने त्यो लुते घोडालाई लिएर कोही पनि अगाडि बढ्दैन। हेर्नुहोस् त्यो पावर थ्योरीमा पर्छ। यो उनीहरूसँग पावर छ भन्दैमा जसरी पाए त्यसरी चलाउन सकिने भन्ने कुरा उसले बुझिसके। त्यस कारणले अब उनले पनि जो अगाडि बढेर कम्पिटिटिभ भएर अगाडि बढ्न सक्छ त्यही नेतालाई समाउने हो। हिजो तपाईँले गुण लाउनु भएको थियो, तपाईँलाई गुण लगाएको थियो भनेर त्यो सम्झिँदैन। भनिन्छ नि देशको मुटु हुँदैन भन्छ नि, देशको भावना हुँदैन, देशको त स्वार्थ हुन्छ। छिमेकी राष्ट्रहरूले आफ्नो स्वार्थको आधारमा कुनै पनि पार्टीलाई सपोर्ट गर्ने या नगर्ने भन्ने हो पहिलो कुरा है। फेरि मेरो त स्ट्रङ ओपिनियन के छ भने नेपालको कुनै पनि पार्टीलाई, प्रतिनिधिलाई, व्यक्तिलाई, संस्थालाई तोकेर विदेशीले यो गर उ गर भन्छ भने मान्नु हुँदैन। त्यो मान्नु भनेको गलत हो, यो गलत पथमा जानु हुँदैन। मतलब सिम्पल कुरा, हाम्रो पार्टीले कुनै पनि दिन त्यो फलानु विदेशीसँग गएर उसको सपोर्ट दिएर अगाडि बढ्दैन। हार्न तयार हामी, जित्नु परे होइन, तर त्यसरी जितेर जितिन्न। जित्ने तरिका चाहिँ के हुन्छ नि, कहिलेकाहीँ हारेर जितिन्छ। गगन थापाले पछिल्लो समय भनेको जुन हारेर जित्ने कुरा छ त्यसलाई म समर्थन गर्छु। तर पनि एउटा ट्याग जुन आरोप बिचमा मिडिया पनि आएको थियो, गिरिजाप्रसाद कोइरालाले पनि यो केटो कहीँबाट परिचालित छ भनेर भनेको भन्ने कुरा आछ।
अब म यसलाई चाहिँ अलिकति म अरू व्याख्यात्मक हिसाबले के भन्न चाहन्छु भने शेरबहादुर देउवाज्यू, तपाईँले पार्टीभित्रको लोकतान्त्रिकरण, शुद्धिकरण र पुस्तान्तरण राम्रोसँग गरिदिएको भएदेखि कसैले कसैलाई परिचालन गरेको आरोप पनि ल्याउनु पर्थेन, परिचालित पनि हुन्थेन। तपाईँलाई 7 चोटि ज्योतिषीले भनिदिएको 7 चोटि पुर्याउनै पर्ने मान्छे तपाईँ उभिएर हिँड्न नसक्ने अवस्था हुन्छ, तपाईँ पद लिनै पर्ने, नयाँ पुस्ता, नयाँ ऊर्जा, नयाँ सोच, त्यसलाई सम्बोधन गर्नु नपर्ने, यस्तो भइसकेपछि त यतो होना ही था। अब रियलाइज गर्ने पालो केपी ओलीको। प्रचण्ड, मन लाग्छ प्रचण्डको कुनै पनि अब गुडसुड 17वटा पार्टी 31वटा पार्टी जति जम्मा गरे पनि प्रचण्डको केही दाल गल्नेवाला छैन। आफ्नो निर्वाचन क्षेत्र अहिले बचायो भने बचायो, त्यहाँभन्दा बाहेकमा केही पनि देख्दिनँ। तर अब यो ट्रायङ्गुलर वारमा सबभन्दा शुद्धिकरणमा जानुपर्ने एमाले देखिन्छ। कांग्रेस यदि देउबा र गगन थापा दुईजना मिलेर नेगोसिएट गरेर चाहिँ अब अगाडि बढ्यो भने कांग्रेसको रक्त संसार यति फ्रेश भएर जाँदैछ कि अब उनीहरू पुनः कम्पिटिटिभ भएर आउँदैछन्। यो सन्दर्भमा अब नयाँ पार्टीहरूको च्यालेन्ज, नयाँ पार्टी पनि अब अहिले बाहिर चुनाव स्थगित भयो भने बालेन फोड्दैछन् र चुनाव स्थगित भएन भने पनि कुलमानको अहिलेको पछिल्लो मुभमेन्टले हेर्ने हो भने रासोपालाई ठुलो धक्का दिने देखिन्छ। दुईटा चिज हुन्छ क्या, चुनावमा चाहिँ 1+1 गरेर 2 होइन, 1+1 गरेर 11 हुन्छ। त्यो कुरा नबुझेका रवि लामिछानेलाई चाहिँ यसले ठुलो धक्का दिनेछ। किनभने कुलमान पनि 6 भन्दाखेरि कुलमानले मानव 5 लाख भोट ल्याउँथ्यो होला न टोटलमा, कुलमान पनि कुलमान पनि राष्ट्रपासँगै छन् भन्दाखेरि त्यसले 20 लाख भोटमा इम्प्याक्ट भएको थियो। अब कुलमान छुट्टेर जाँदाखेरि 2 लाख भोट आउला, फरक पर्दैन। तर राष्ट्रपाले 20 लाख प्लस भोट लुज गरेको छ भनेको मतलब 20 जना सांसद लुज गरेको छ राष्ट्रपाले कुलमानलाई लुज गर्दाखेरि। यो चिजहरू, यो पोलिटिकल एनालिसिस नबुझ्ने, वास्तवमा चाहिँ त्यो खुद्रा व्यापारी र खुद्रा दलाली गर्ने लेभलका नेताहरूले यो कुरा बुझ्दैनन् पनि। किन म यस्तो भन्दैछु भनेदेखि राजनीति गरेर बिगेस्ट पार्टी हुने एम राखिरहँदाखेरि बिगेस्ट पार्टी भनेको हरेक टाउको टेकेर हुने हो। मान्छेको साइजले बिगेस्ट हुँदैन, त्यो मान्छेको टाउको टेक्ने क्रममा तेरो टाउको कपाल खौरेको, तेरो टाउको यो कट काटेको भनेर भन्नुहुन्न। त्यो विशाल पार्टी हुनुको लक्ष्य नै बिर्सेपछिको अवस्था हो। एनिवे, म त्यतातिर लाग्दिनँ। अब पछिल्लो राजनीतिक परिदृश्यमा जुन हिसाबले अब यो पोलिटिकल रेस अगाडि बढिरहेको छ, बाई द वे शेरबहादुर देउबा र गगन थापा बीच नेगोसिएसन भएर शेरबहादुर देउबालाई पनि केही कोटा दिन्छु अथवा केही मनोरञ्जन दिएर गगन थापाले मनायो भने गगन थापा यो दशकको हिरो बन्दैछन्। अब गगन थापाले आफूलाई स्थापित गरिसकेका छन्। समय, सन्दर्भ, परिस्थिति, हुइम, माहौल, बाढी जे होस् उसले झ्याप्प समाएका छन् र राम्रो माछा मारेका छन् भन्ने मलाई लागेको छ। म यसरी हेर्छु। र बाइ द वे अब चुनाव, यो दुईटाको कुरा मिल्यो भने चुनाव नहुने जस्तो देखिँदैन। दुर्गा प्रसाईले चुनाव गर्नुहुन्न, जन्मसङ्ग्रह गर्नुपर्छ भनेर एक खालको बार्गेनिङ अथवा भनौँ प्रोटेस्ट गरिरहेका छन्। त्यसको दम कतिको हुन्छ भन्ने कुरा चाहिँ फरक लाग्छ। मलाई लाग्छ कांग्रेसीहरू पनि आफू चुनाव जितिन्छ भन्ने लागे, जो हामी अब हामी पुनः ऊर्जावान भएको छ, रिइनर्जाइज भएका छौँ भन्ने महसुस गरे भने अब चुनाव हुने लाइनमा जान्छ। र बाइ द वे देउबा पक्ष फेरि आन्दोलनमा उत्रियो भने चुनाव भाँडिने, स्थगित हुने सम्भावना छ। तर प्राविधिक रूपमा पनि फागुन 21 मा चुनाव 2-3 कारणले सम्भव छैन। एउटा कुरो त मौन अवधिमा होली छ, 19 गते तराईमा होली छ, तपाईँ होली गर्न नदिने अथवा होलीलाई कसरी लिनुहुन्छ, होली नै चुनाव प्रचारको साधन बन्न सक्ने अवस्था देखिन्छ। एउटा अर्को भनेको हिमाली क्षेत्रमा मान्छे हिँड्न सक्ने अवस्थै हुन्न, हिउँ परिरहेको बेला हो। अर्को भने चाहिँ एउटा सुरक्षा स्थिति जुन अहिले पनि सबल भइसकेको छैन। त्यसकारणले अब त सुरक्षा स्थिति भने जहिले पनि कम्पेरेटिभ हो। अहिले इलेक्सनमा पनि झन्डै 400 ठाउँमा बम पड्किँदाखेरि पनि इलेक्सन गराएकै हो। त्यसकारणले त्यो त्यतिमा मात्रै डिपेन्ड हुँदैन। अब हेर्ने हो भने अब चुनाव हुने लाइनमा मुलुक गएको जस्तो मैले बुझेको छु, प्रोभाइडेड शेरबहादुर देउबा र गगन थापाको टिम मिल्नु नेगोसिएसनमा आयो भने। मैले आजलाई यति नै भने, तपाईँलाई मैले अवेर गराउनु पर्ने, जानकारी दिनुपर्ने अथवा मेरा धारणाहरू राख्नुपर्ने महसुस गरेर यति बोले। नमस्कार।